फुटबल साउथका आइपिबी रोट्राक्टर सुदीप पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर रोट्राक्टर क्लब अफ फुटबल साउथको इलेक्ट प्रेसिडेन्ट रोट्राक्टर रोस्टिङ ज्यूलाई हार्दिक अनुरोध गर्छु। आज हामी रनिङ सिल्ड भलिबल टुर्नामेन्ट चाहिँ हामीले गर्दै आइरहेका छौँ विगतको 12 वर्षदेखि र अहिले हाम्रो यो 13 कमलराज पाठक मेमोरियल रोट्राक्ट रनिङ सिल्ड भलिबल टुर्नामेन्ट चाहिँ हामी यहीँ चैतको 27 र 28 गते चाहिँ हामी गर्न गइरहेका छौँ र यस कार्यक्रम हामी विगतका वर्षदेखि हामी रोट्राक्ट र रोटरीको मूल्य र मान्यतालाई चाहिँ हामीले सधैँ एउटा फेलोसिप थ्रु चाहिँ हामीले सर्भिस गर्ने थ्रुले हामीले यसमा एउटा मैत्रीपूर्ण खेल चाहिँ हामीले यो आयोजना गरेका छौँ। विगतका वर्षदेखि हामीसँग अहिले पनि विभिन्न क्लबका पार्टिसिपेन्टहरू चाहिँ आबद्ध भइसक्नु भएको छ। उहाँहरूले हामीलाई चाहिँ फोन थ्रु हामीसँग चाहिँ सम्पर्कमा सबैजना हुनुभएको छ। आज हामी चाहिँ यो प्रोग्राम चाहिँ आज यसैले नै हामीले एनाउन्स गर्न गइरहेका छौँ। धन्यवाद। यसमा हजुरहरूलाई के छ भने चाहिँ यो रोट्राक्ट हाम्रो चाहिँ यो भलिबल टुर्नामेन्टमा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीसँग आर्थिकको बाटोमा हेर्नुपर्दाखेरि चाहिँ हामीहरूलाई चाहिँ हाम्रो मेन चाहिँ हामीसँग चाहिँ जुन हाम्रो पार्टिसिपेसन हुनुहुन्छ उहाँहरू चाहिँ हामीले मेल मेम्बरको लागि चाहिँ हामीले 4000 को दरले हामीले रेजिस्ट्रेसन फी हामीले उठाएको छौँ भने फिमेल मेम्बरहरू कुनै क्लबबाट आइसक्नु भयो भने चाहिँ उहाँलाई चाहिँ हामीले 2500 को दरले हामीले चाहिँ त्यसरी रेजिस्ट्रेसन थ्रु चाहिँ हामीले लगभग एप्रोक्स अहिलेसम्म हाम्रो 16वटा चाहिँ कन्फर्मेसन भइसकेको छ, जसमध्ये हाम्रो 2टा चाहिँ होम क्लबले भइहाल्यो। त्यसरी 14वटाबाट गर्दाखेरि हामी 55-60 हजार हामी त्यहाँबाट उठाउँदैछौँ होइन। र सँगसँगै हाम्रो मेन स्पोन्सर भनेको चाहिँ हाम्रो जुन लेट रुलिङ कमलराज पाठक मेमोरियलको लागि जुन हाम्रो संरक्षक हुनुहुन्छ पाठक फ्यामिली हुनुहुन्छ विशेष लक्ष्मी पाठकज्यूबाट हामीलाई चाहिँ जुन उहाँले चाहिँ हामीलाई यो कार्यक्रमको लागि चाहिँ हामीलाई पोस्ट खडा गरिदिनु भएको छ। 5 लाखको पोस्ट खडा गरिदिनु छ। हामी त्यसैको इन्ट्रेस्ट थ्रु चाहिँ हामीले रु 35,000 चाहिँ हामीले उहाँबाट प्राप्त गरेको छौँ। र सँगसँगै हामीहरूलाई यो कार्यक्रमको लागि चाहिँ हाम्रो पूर्व अध्यक्षज्यूहरू हुनुहुन्छ र सँगसँगै हाम्रो मेम्बरहरू पनि हुनुहुन्छ। उहाँले चाहिँ संयुक्त रूपमा चाहिँ उहाँले अब कसैले मेडिकल किट थ्रु हुन्छ, कसैले चाहिँ जर्सीहरू स्पोन्सर गरेर, कसैले पानीहरू, त्यसरी खाना व्यवस्था बनाउनुमा, कसैले त्यसरी चाहिँ हामीलाई चाहिँ उहाँले चाहिँ आर्थिक रूपमा सहयोग गर्नुभएको छ भने अब हामीले यसमा चाहिँ खर्चको बाटोमा कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले चाहिँ हामीसँग रनिङ सिल्ड चाहिँ छ। हामीले रनिङ सिल्ड चाहिँ हामीले 2 वर्ष अगाडि चाहिँ हामीले चाहिँ यो किनिसकेका थियौँ। त्योभन्दा अगाडि चाहिँ हाम्रो यो चाहिँ पचक भएको थियो भने हामी चाहिँ अहिले यो रनिङ सिल्ड चाहिँ हामीले अहिले चाहिँ यसैलाई नै हामीले कन्टिन्यू गरिरहेको छौँ। गत वर्ष चाहिँ हाम्रो रोटरीबाट चाहिँ हाम्रो रोटरी क्लब अफ मेडिकल फ्युजनले चाहिँ हासिल गर्नुभएको थियो भने रोट्राक्ट क्लबमा चाहिँ हाम्रो रोट्राक्ट क्लब अफ मेडिकल हामीले हासिल गर्नुभएको थियो भने अहिले चाहिँ हामीले फेरि यो जुन हाम्रो मेन सिल्ड चाहिँ हामीले लिएर आएको छौँ भने सँगसँगै हामीले अरू खर्च भनेको चाहिँ हाम्रो जुन रनरअपको लागि हामीले 2टा सिल्ड किनेको छौँ भने सँगसँगै हामीले विभिन्न विधामा दिनको लागि चाहिँ उहाँलाई एउटा सर्टेन यो मेडल र टोकन चाहिँ हामीले राखिरहेको छौँ। हाम्रो खर्च यो कुराहरू भइहाल्यो, प्रिन्टिङ प्रेसरको कुराहरू भइहाल्यो, त्यसपछि अन्य मेडलहरूको भेन्यूमा चाहिँ हामीले विभिन्न प्रोग्राम हुन्छ होइन। भेन्यूको लागि चाहिँ हामीले त्यतातिर खर्चहरू काट्नु गरेको छ। अब हाम्रो यो खेल भनेको नितान्त नो प्रफिट नो लसको हिसाबले हामीले चाहिँ आयोजना गरेको एउटा मैत्रीपूर्ण भावले चाहिँ रोटरी र रोट्राक्टमा एउटा फेलोसिप र उहाँबाट मेलमिलाप अग्रसर गर्नुको लागि चाहिँ हामीले यसरी गरेका छौँ। यसपछि अझ केही छ भने चाहिँ गर्नु सक्नुहुन्छ। हामी चाहिँ यसमा चाहिँ सिल्ड नै हामीले दिइरहेको हुन्छौँ। हामीले जो टोटल खर्च भनेको चाहिँ हामीले लगभग 1.5 लाख सेयरमा चाहिँ हामीले खर्च गर्छौँ। त्यसमा हामीले बचाउने र खर्च त्यो बचाउने र हामी खर्च बढी गर्ने भन्दा पनि नितान्त हामी चाहिँ त्यसरी गरिरहेको छौँ। एउटा मैत्रीपूर्ण भावना। त्यसपछि चाहिँ हामीले हाम्रो न्यू हराइजन स्पोर्ट्स क्लब भनेर देवीनगर 11 मा रहेको भार्सिली बसमा रहेको छ। हामी बिहान चाहिँ त्यहीँनिर गराएको छौँ 27 र 28 गते।